एउटा मनभित्रको मान्छे भन्नुहुन्छ तिमी त्यहाँ पुग जुन ठाउँमा जो कोही पुग्न सक्दैन। हो त्यही कथालाई हामी समेट्न हाम्रो # नेपालको टोली मकालु हिमालतर्फ लाग्छ, जुन विश्वको 5औं अग्लो हिम श्रृङ्खलामा पर्दछ। यो यात्रा हो शेर्पा समुदाय बौद्ध धर्मावलम्बीहरू हुँदै 4800 मिटरमा रहेको मकालु बेस क्याम्पसम्म, जहाँ हराएका सपनाहरूलाई खोज्न, जहाँ टुटेका सपनालाई जोड्न, त्यहाँको संस्कृतिलाई झल्काउन र त्यहाँको मान्छेको मन जित्न, त्यहाँको कठिन जिन्दगी, त्यहाँको बालबालिकाको सपना र वृद्धको हराउँदै गएका चाहनालाई समेट हामी पुगेका छौँ शङ्खसभा जिल्लामा रहेको मकालु नेसनल पार्क, यानि कि मकालु बेस क्याम्प। नमस्ते, मेरो नाम चाहिँ मनोज घिसिङ तामाङ र यसपालिको हाम्रो जर्नी रहेको छ मकालु बेस क्याम्प र हाम्रो साथमा हुनुहुन्छ आर्यन खड्का, दोमन तामाङ र क्यामेराम्यानमा हाम्रो विकल भाइ हुनुहुन्छ। यसपालिको हाम्रो मकालु बेस क्याम्प हाम्रो पाथिभारा मन्दिर चाराली पाउपाथिभारा मन्दिरबाट स्टार्ट भइरहेको छ। हाम्रो डकुमेन्ट्री ट्रु # नेपालको, तर अन्नपूर्ण बेस क्याम्प एबिसीको डकुमेन्ट्री क्रास भएको कारणले गर्दाखेरि हामीले पहिलो प्रस्तुति गरिरहेको छौँ मकालु बेस क्याम्प। ल हाम्रो यात्रा झापा बिर्ता मोडदेखि हाम्रो यात्रा शङ्खसभा जिल्लामा रहेको छ। राइट नाउ अहिले चाहिँ हामी ठ्याक्कै धरान आइपुगेको छौँ। हाम्रो सबै केटाहरू भर्खर अब आइपुगेर हामीलाई समथिङ 2-3 घन्टा लाग्यो, बाटो त्यस्तै छ होइन। अनि अब आउँदा यति भयो। हामीले 2टा ब्याग चाहिँ हाम्रो गाडीमा पठाएको छौँ है, अरू ब्यागहरू चाहिँ यहीँ छ। अब हाम्रो जर्नी चाहिँ आज सायद धनकुटा या शङ्खसभा समथिङ बसन्तपुर के हुन्छ होइन, त्यहाँ पुगिसके पछाडि हामी अर्को अपडेट दिनेछौँ। आजको पहिलो डे चाहिँ हाम्रो एकदम सक्सेसफुल कम्प्लिट भएको छ, तर एकदम टफ थियो राइड पनि, हालत पनि पतला भएको छ। आमामा धुलो धुवाँ सबै पानी सानी सबै चिसो सबै भेट्यो होइन। खगा भाइ कस्तो रह्यो त नि आजको जर्नी? पानी ग्याडाङ गुरुङ सबै भोग्यो बाबाले दोमन कस्तो भयो त? ल आजको कस्तो भयो भन्दाखेरि जिउको मिठो मालिस भयो होइन, तर रमाइलो थियो, एक्साइटेड थियो होइन। भोलि हामी आधी ट्रेकिङ पनि गर्छौँ होइन त। अब आजदेखि पहिलो स्टार्टिङ नै खतरनाक भयो होइन। अब दोस्रो दिन पहिलो डे हाम्रो यहाँ शङ्खसभाको हाम्रो मामलिङ याखाचोकमा बसेको छौँ, मेरै मामला घर। भोलिको नेक्स्ट डे हाम्रो चैनपुर खाटबारी लगायत, अनि त्यस पछाडि हाम्रो पहिलो लेभल ट्रेकिङ सुरु हुन्छ होला। ल आज अब खानासाना खाने, केटाहरू गलेको छ, रेस्ट गरेर भोलि बिहान टक्क तरिकाले ल सिउ। मर्निङ फ्रम शङ्खसभा। अहिले चाहिँ डे 2 हाम्रो ट्राभलिङ डे 2 हो। हामी झापादेखि हिँडेको आज 2 दिन भयो। अनि त्यस पछाडि आजको यात्रा चाहिँ हाम्रो ट्याक्क शङ्खसभाको अन्तिम फेज सायद खाटबारी अन्तिममा हुन्छ होला। त्यस पछाडि आज हामी त्यतै स्टे गर्छौँ खाटबारी प्लस भएर। र मिठो गफसँगै मिठो खाना खाएर हाम्रो यात्रा त्यहाँबाट अघि बढ्छ। डे 2 को ट्राभल स्टार्टिङ गरेको बेलामा बाइक पम्चर भयो, अनि प्लस ग्यारेजवाला मान्छे छैन, गाह्रो त्यहाँ ईद मनाउनका इन्डिया गएको छ अरे। अनि फेरि म यहाँ छु। र फाइनली हाम्रो डे 2 को यात्रा चाहिँ कम्प्लिट भएको छ। हामी अहिले यो खाटबारी गरेर गौने भन्ने ठाउँमा आएको छौँ।
त्यस्तै हामी 6-7 बजी आइगला ढिलो भयो आज एकदम एक्सट्रिम थियो बाटो पनि पानीले त्यस्तै च्यालेन्ज ओभर होइन एडभेन्चर चाहिँ फुल्ली एडभेन्चर भएको थियो अब बिचको क्लिपहरू त्यस्तै भयो अब के अरे पानीले गर्दा कति कुरा कम्प्लिट गर्नु भएन तर बवाल छ अब आउने जर्नी भनेको चाहिँ अब हिमालको यात्रा हुँदैछ जस्तै अब भोलि हामी ट्रेकिङ स्टार्ट हुन्छ होला भोलिदेखि बवाल हुँदैछ भोलिदेखि ट्रेकिङ स्टार्ट हुन्छ हाम्रो टोलीहरू एकदम एक्साइटेड छ है ल आजको लागि सी यू गुड नाइट चिसो वातावरणले होला या त्यहाँको चराचुरुङ्गीको आवाजले बिहानी निन्द्रा खुलाइदियो आँखाकै अगाडि देखिने हिमाल र त्यहाँको मान्छेले साह्रै मन जित्यो गुड मर्निङ फ्रम चिचिला अहिले चाहिँ बिहानको हाम्रो 5 बजेको छ होइन बिहानी रेन्ज नै बबाल आइरहेको छ बिहानको होइन अबको हाम्रो यात्रा नुम हुँदै प्लस हाम्रो के अरे ट्रेकिङ स्टार्ट हुन्छ होला सायद नुम तरिसके पछाडि अनि आज चाहिँ एक्सट्रिम मतलब ट्रेकिङ पनि फुल्ली ट्रेकिङ हुनेछ फर्स्ट डे नै अब एक्सट्रिम उकालो छ अनि बिहानको भ्यू चाहिँ यहाँ एकचोटि हेरिदिनु होला यो चाहिँ हामीलाई राति खानासाना खुवाएर अनि घाँसपास कपास सबै कुराहरू एकदम भरिपूर्ण गरेर हाम्रो आदरणीय दाइलाई धेरै धेरै धन्यवाद दाइको नाम चाहिँ के हेर्दा मेरो नाम कमन शेर्पा दाइलाई धेरै धेरै स्पेसल धन्यवाद यहाँ चाहिँ हाम्रो के हेर्दा यो ठाउँको नाम यो ठाउँको नाम गौनेमा हामीलाई बास बसेर बास दिनुभएकोमा धेरै धेरै ल दाइ हामी छुट्टिन्छौँ ल बाटोमा रमाइलो दृश्यहरू हेर्दै हामी चिचिला नुम हुँदै सेदुवा जाने बाटो पुग्यौँ तर भाग्यवश नुम र सेदुवालाई जोडिने यातायातको सम्बन्ध त्यहाँ पानीमा डुबेको रहेछ करिब 1 महिना अगाडि बरुण खोलाको पुल भत्किएको रहेछ तर कुनै मानव क्षति भएन राइट नाउ अहिले हामी चाहिँ सेदुवा आइसकेको छौँ हाम्रो चेकिङ पोइन्ट भनेपछि चेक पोइन्ट इन्ट्री पोइन्ट भनौँ न सिधा रूपमा भन्नुपर्दाखेरि त्यहाँदेखि अब हाम्रो ट्रेल स्टार्ट हुँदैछ अब हाम्रो ट्रेकिङ स्टार्ट हुँदैछ अब हामी आज धेरै हिँड्दैनौँ आज 1 घन्टा समथिङ हिँडेर हामी रेस्ट गर्छौँ त्यस पछाडि हाम्रो यात्रा त्यहीँ हाम्रो क्याम्पिङ लगाउनेछौँ आज एक्सट्रिम भन्दा एक्सट्रिम उकालो एडभेन्चर बाटो त्यस्तै थियो होइन तर हामी सक्सेसफुल यहाँ आइसकेको छौँ अब हाम्रो यात्रा 1-1.5 घन्टा मास्तिर जान्छौँ त्यसरी हामी स्टे गर्छौँ आजको लागि ल सी यू हाम्रो यात्रा उकालो ओह्रालो हुँदै अघि बढिरह्यो यहाँको मानिसको खाद्यान्न ओसार पोसार हुने प्रमुख व्यापारिक गन्तव्य नुम बजार रहेछ यहाँको युवाहरूलाई हिँडुल गर्न सजिलो भए तापनि बुढाबुढी मान्छेलाई हिँड्न साह्रै गाह्रो हुँदो रहेछ फाइनली डे 3 को हाम्रो के अरे यात्रा कम्प्लिट भएको छ अब अहिले हामी स्टे गर्नको लागि टेक्सी डाँडा भन्ने ठाउँमा छौँ हाम्रो सेदुवादेखि हामीले ट्रेकिङ गरेर यहाँ टेक्सी डाँडा भन्ने ठाउँ आइसकेको छौँ हाम्रो सेदुवाको हाई एल्टिट्युड भनेको 1500 थियो समथिङ हामीले 400 प्लस गऱ्यौँ होला 2000 समथिङमा आएको छौँ अब यहाँदेखि भोलि हामी माथि टासी गाउँ हुँदै हाम्रो माथिको यात्रा सायद खुम्ना डाँडा कहाँ हुन्छ त्यहाँ पुगेर हामी स्टे गर्छौँ होला आजको लागि चाहिँ अब हामी यहाँ लन्च गर्छौँ अनि त्यसपछि स्टे गर्छौँ हाम्रो पछाडि क्याम्प लागिसकेको छ अब एकछिन पछाडि हामी खानासाना खान्छौँ अनि त्यसरी सुत्ने तर्खरमा गर्छौँ ल सी यू हामी छिटै पुगेर होला त्यहाँको आन्टीले खाना पनि छिटै पकाएर खाना बोलाउनु भयो टोलीहरू सकाला बिन्दु यता गुमुक्क भएर ल गुड नाइट
खुसी भएर होला हामीलाई छिटै निन्द्राले छोड्यो। हामी बिहान केही समय निकालेर गाउँ घुम्ने निदो गऱ्यौँ। त्यहाँ नेटवर्कको लागि नेपाल टेलिकमको टावर रहेछ र धन्यवाद छ नेपाल टेलिकमलाई जहाँ यस्तो दुर्गम ठाउँमा पनि सेवा पुर्याइदिनु भएकोमा। र केही स्थानीय मानिससँग मिठो गफसँगै हाम्रो यात्रा अघि बढ्यो। फाइनली हामी 2.5 घन्टाको यात्रा पछाडि हिँडेर हामी अहिले तासी गाउँ आइपुगेछौँ। तासी गाउँको हाम्रो स्कुल रहेको श्रीमत के हो महागुरु बेसिक स्कुल मकालु रहेछ। अनि त्यस पछाडि हामी अहिले यहाँ फोनहरू डिभाइसहरू सबै चार्ज हाल्नको लागि बसिरहेको छौँ। यहाँ हाम्रो स्कुलको टिचर दिदी होला, दिदीले हामीलाई अहिले यहाँ त्यो चार्जको लागि प्राय उयो गरिदिनु भएको छ हामीलाई। त्यसैले अब हाम्रो यात्रा यहाँ तासी गाउँदेखि हाम्रो लगभग खोमा डाँडा हुन्छ होला, समथिङ खोमा डाँडा 3500 एल्टिट्युडमा छ होला। आजको स्टे चाहिँ सायद त्यही हुन्छ होला। ल विकल भाइ आजसँग यात्रा कस्तो रह्यो? यात्रा अब ठिकै छ। अब पानीले चाहिँ अलिकति दुःख दिइरहेछ। पानी परेको कारणले अब माथितिर चाहिँ अब के भयो स्नो हिउँ परिरहेछ अरे। अनि अब त्यही हो, यहाँको लोकलहरूले पनि अब त्यहाँसँग त्यो के डाँडादेखिको चाहिँ नजाऊ भनेर भन्नुहुँदैछ। तर अब हेरौँ, अब अहिले चाहिँ घाम 2 दिनदेखिको लागिरहेछ। अब हिउँ सिउ पगिसक्यो होला, त्यही हिसाबले अब बिस्तारै बिस्तारै बढ्नु। ल ठिक छ। ल सायद यात्राभरि पानी परेर प्रकृतिले केही त सन्देश दिइरहेको छ। यात्रामा धेरै मजाको मान्छे ठाउँ छोड्दै तासी गाउँ पनि पार गरेर हामी अघि बढ्यौँ। केही घन्टाको जङ्गलको यात्रा पछि प्रकृतिसँग गफ गर्न हामी थोरै विश्राम गऱ्यौँ। प्रकृतिले हामी र हाम्रो नेपाललाई धेरै माया गरे जस्तो लाग्छ। यो दृश्य देख्दा जुन दृश्यले मनै खुसी हुन्छ। यो मकालुको काखमा हराउँदा हराउँदै यो विभिन्न फुलहरू हेर्दै हाम्रो यात्रा डाँडा खड्का आइपुग्यो। दिनको अन्त्य हुन्छ। ल फाइनली हाम्रो डे 4 को के अरे ट्रेकिङ अहिले आजको लागि चाहिँ कम्प्लिट भएको छ कि अहिले हामी डाँडा खड्कामा आएको छौँ। हाम्रो हाई एल्टिट्युड चाहिँ 2900 को छ यहाँको हाई एल्टिट्युड। अहिले समथिङ हाम्रो कति बज्यो भने 4 बज्न आँटेछ। अहिले अब आज हामी स्टे यहीँ गर्छौँ, हाम्रो क्याम्पिङ यहीँ लाग्छ। त्यस पछाडि भोलि हाम्रो यात्रा
के अरे इन्डियन मान्छे आउँदाखेरि मान्छेको पनि किन खैरेकै रूपमा गर्ने नि? दो बाटेको सामान हुन्छ होला सायद। हेरौँ माथि चाहिँ पुरा स्नो छ, एकदमै छ। अब ल हामी खानासाना खाने, रेस्ट गर्ने। आज केटाहरू ओभरवाल चाहिँ हेभी उकालो थियो आजको चाहिँ। ल सिउ। आजको हाम्रो डाँडा खड्काको बेलुकाको डे 4 को स्टे यही हुन आँटेको छ। हाम्रो ब्रदरले यति मिठो खाना, छिट्टो मिठो एकदम दामी तरिकाले खुवाएर उहाँ फेरि हामी जुन ठाउँबाट स्टे गरेर आज यहाँ आइपुगेको थियौँ, उहाँ यहीँ फर्किनु हुँदैछ। लोकल मान्छे हो यहीँको। ल ब्रदरलाई धेरै धेरै धन्यवाद है हाम्रो टोलीको तर्फबाट होइन। यसरी नै माया गरिदिनु होला। ल ब्रदरलाई पनि ल सिउ। डाँडा खड्का होटल व्यवसाय मित्र साथीलाई मिठो खाना खुवाइदिएर बस्ने वातावरण मिलाइदिनु भएकोमा हामी धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ। ल दादाहरूलाई गुड नाइट भन्दै हामी यता सानो आगो बालेको थियौँ हामीले, त्यो पनि गरेर सक्न आँट्यौँ हामीले। ल गुड नाइट केटा हो। गुड नाइट। गुड मर्निङ फ्रम डाँडा खड्का है। आज बिहानदेखि वेदरले ओभर च्यालेन्ज गर्छ। डे 5 हो आज। पानी परेर है यस्तो भइरहेछ। केटाहरूले यहाँ आगो बालेर बसिरहेछ है। त्यस पछाडि केटाहरू यता टेन्टभित्र छ, कमान सबै केटाहरू सुतिरहेछ। आजको स्टे पानी परिरहेको भने चाहिँ आज यतै हुन्छ जस्तो छ। प्रकृतिले हामीलाई माया गरेको या केही सन्देश दिएको केही थाहा नै भएन। 5औं दिनको यात्रामा पनि पानीले हामीलाई साथ छोडेन। पानी धेरै परेको हुनाले आज हामी यहीँ बस्ने निदो गऱ्यौँ। हुसु र बादल बीचबाट सूर्य उदाएको देख्दा मन साह्रै खुसी हुँदो रहेछ। सायद हामीलाई हुसु बादल अनि घामले जिस्काइरहेको जस्तो। मनमा अनेकौँ खुसीले होला त्यो एक दिन काट्न हामीलाई साह्रै गाह्रो भयो। गुड मर्निङ फ्रम मकालु। अहिले हामी डाँडा खड्कामा छौँ। अहिले हाम्रो डे 6 हो आजको। अनि आजको हाम्रो यात्रा हाम्रो यो खुमा डाँडा पार गर्ने छ। तर अब स्नो एकदमै धेरै छ पछाडि ब्याकग्राउन्डमा पनि। त्यो भएको कारणले गर्दा हिजो दिनभरि हामीले एकोमोटाइजेसको लागि रेस्ट पनि गऱ्यौँ, प्लस पानीले गर्दा पनि अगाडि बढ्न पाइएन होइन। आज चाहिँ हामी पुस गर्दैछौँ डाँडा खड्का 38 हाइटमा रहेको डाँडा खड्कालाई पुस गर्न आँटेको छौँ। ल सिउ गाइस। भगवानको धेरै नाम लिएर होला भोलिपल्ट आकाश खुलेर पुरै उज्यालो थियो। बिहानीको त्यो ऊर्जासँगै हाम्रो खुसीको ऊर्जा पनि धेरै बढ्यो। त्यो हाँसिरहेको हिमाल अनि उदाउँदै गरेको घाम सँगै हाम्रो यात्रा बिस्तारै अघि बढ्यो। हरेक ट्रेकिङ रुटमा हरेक बेस क्याम्पको बाटोमा यसरी कुइने फोर र नकुइने फोरहरू भनेर हालेको हुन्छ। त्यो कुइने फोर नकुइने फोरहरूलाई चाहिँ व्यवस्थित तरिकाले राख्नको लागि यस्तो बनाइदिएको हुन्छ। कसैले बाटोमा फोहोर नगरिदिनु होला। गरेको फोहोर पनि गोजीमा हालेर सम्बन्धित ठाउँमा लिएर राखिदिनु होला। यो खुसीलाई सार्दै हामी कठिन हिउँको बाटोतर्फ अघि बढ्यौँ। समुद्र सतहबाट 3500 माथि पुगेर होला हिँड्न साह्रै गाह्रो हुँदो रहेछ। ल अहिले चाहिँ हामी खम्मामा आइपुगेको छौँ। खम्मामा आएर पनि खाना खाइसक्यौँ हामीले। आज डे 6 को आज हाम्रो यहाँ 25
35 हाई एल्टिट्युडमा आइसकेको छौँ। अब यहाँ चाहिँ खानासाना खाएर चट्टा तरिका एक्सट्रिम उकालो 42 मिटर हाई एल्टिट्युडको कम्प्लिट गर्नुपर्ने छ। अलिक बोल्न पनि गाह्रो भइरहेछ। ठिक छ, अब हाम्रो जर्नी सुरु हुँदैछ। सिउ अहिले चाहिँ हामी खोङमा डाँडै आइपुगेको छौँ। यहाँको हाइट चाहिँ रहेको छ 3800 समुद्र सतहबाट। अब हाम्रो यात्रा बनेको के अरे दोबाटे हुँदै हाम्रो एउटा पास रहेको छ। त्यो पास 4200 रहेको छ। त्यो पासलाई चाहिँ आज पास गर्न पाए हामी याङ्ला खर्का पुग्छौँ होला सायद। याङ्ला खर्का या दोबाटे। यहाँ हाई एल्टिट्युड यस्तो छ, यस्तो मौसम पनि यस्तो भइरहेको छ। त्यो भएको कारणले गर्दा हामी बिस्तारै लक गर्दैछौँ। ल सिउ मकालु। खै यात्राले के भनिरहेको थियो अनि गन्तव्यले के, छुटाउनै गाह्रो अनि बुझ्न पनि गाह्रो। सायद यात्राको कठिन परीक्षा नै आजको दिन थियो होला। रातै फुल्ने लालीगुराँसले पनि केही सन्देश दिइरहेको थियो। यो समय मेरो पनि होइन अनि तिमीहरूको पनि। हिउँको महासागर छिचोल्दै बाटो खोज्दै बढेको हाम्रो यात्रामा पुनः विराम लाग्यो। आकाश कालो छायो, चिसो हावाले केही भनिरहेको थियो। सायद प्रकृतिले नै अनुमति नदिए जस्तो लाग्यो हाम्रो यात्रामा। समुद्र सतहबाट 4200 हाइटमा रहेको सेप्टेम्ला पास हाम्रो लागि सगरमाथाभन्दा ठुलो चुनौती बन्यो। प्रकृतिले नदिएको अनुमति र वातावरणले रङ फेरेको देख्दा सायद यो हार भन्नु या त्यो मृत्युको मुखबाट फर्केको जित। गाह्रो छ यार, दिन गाह्रो छ। फर्किम यहाँ दिन यस्तो वेदर ऱ्याम भइसक्यो। ल फर्किम ब्याक गाइज ब्याक। ल गुड मर्निङ फ्रम खोङमा है। अहिले हामी खोङमामा छौँ। मैले हिजो पनि खोङमामा भनेको थिएँ। हिजो डे 6 थियो, आज डे 7 हो। हिजो डे 6 यस्तो खतरा पुस गऱ्यो, हिउँको महासागर कट्ने भयौँ होइन। तर त्यो पास कट्न गाह्रो भयो क्या। 4200 हाई एल्टिट्युडको पास। यस्तो वेदर बिग्रियो, हामी लगायत शेर्पाहरू पनि अहिलेसम्म त्यहाँ गएको छैन क्या। मतलब अहिले यो राइट नाउ सिचुएसन यो यस्तो बिग्रिएको छ होइन। मकालुको हिउँ चारैतिर यस्तो भएको छ। अलिकति ट्राभल गर्न प्लस अलिकति एडभेन्चर गर्न पनि गाह्रो भयो। हाम्रो केटाहरूले त्यहाँसम्म त पुस गर्यो, तर त्यति गर्दै पनि सकिएन होइन। यति मन दुखेर आयो, यति इमोसनल भयो त्यहाँ पुगेर पनि यस्तो फर्किनु पऱ्यो भन्दाखेरि। त्यो पास एकदमै धेरै डेन्जरस। प्लस के भन्नु त्यसलाई, वे नै क्या, एउटा डेस्टिनेसन जाने नै वे नै भेटेन क्या हामीलाई हिउँले गर्दाखेरि। अब त्यो भएको कारणले गर्दाखेरि कति कुराहरू क्याप्चर गर्न पाएन होइन। यस्तो डेन्जर भएको थियो त्यहाँ हिजो बेलुका होइन। हामी रात फर्कियो क्या त्यहाँदेखि। अनि अब मनलाई भारी बनाएर यहाँसम्म आइपुग्यो। अब यहाँदेखि चाहिँ ब्याक हामी हुँदैछौँ झापा नै हुन्छ होला सायद। आज चाहिँ हामी तल टासीका हुँदै नुमसम्म पुग्छौँ होला। त्यस पछाडि अब भोलितिर पर्सितिर कहिले पुग्छौँ झापा। त्यस पछाडि हामी सायद उता फालेलुङ जान्छौँ होला। अब के हुन्छ हेरौँ है। अहिलेसम्मको यहाँको यहाँ त राम्रै रह्यो, ठिकै रह्यो। हिजो डे 6 चाहिँ अलिक बब्बाल, त्यो अलिकति मन नै अलिकति हुन्छ नि इमोसनल बनाउने टाइपको भयो होइन। हाम्रो यसपालि मकालुको यात्रा यहीँसम्म रहेछ। नेक्स्ट टाइम फेरि मकालु आउनेछौँ र केही कुराहरू भन्न मन लागेको छ, हामी केही पछाडि भन्नेछौँ यो कुरालाई पनि। यो सङ्गसभा जिल्लामा रहेको स्वर्गको टुक्रा मकालु बेस क्याम्प फर यु।
सायद यो हारको नै जित भयो हाम्रो टिमको लागि। मनलाई भारी बनाई फेरि मकालु आउने बाचा गरी हाम्रो टोली हाललाई जित मानि घर फर्कन्छ। हामीलाई यात्राभरि साथ दिनुहुने साथीभाइ, आमा बुवा, बाटोमा भेट भएर मिठो बोलिदिनुहुने सम्पूर्णलाई मनैबाट धन्यवाद। र त्यसै गरी हाम्रो यात्रालाई तय गरिदिनुहुने हाम्रो स्पोन्सरहरूलाई मनैबाट धन्यवाद, जसले यति धेरै माया गरेर हामीलाई साथ सपोर्ट गर्नुभएको छ। हाम्रो नेपाल र हाम्रो नेपालीपन हुँदाहुँदै पनि नेपाललाई सजाउन, बनाउन र देखाउन हामी किन लजाउँछौँ? विदेशीलाई लोभ्याउने जादु छ हाम्रो देशमा, तर किन हामी त्यो जादुकर बन्दैनौँ? हो, यही जादुकर बन्न हाम्रो # नेपालको टोली सानो पाइला चाल्दैछ। नेपाललाई देखाउन र चिनाउन हजुरहरूको एकदमै साथ र सपोर्ट चाहिएको छ हाम्रो # नेपाललाई। र यति भन्दै सेतो कात्रमा कुनै गोजी हुँदैन, शमशान घाटमा कुनै रोजी हुँदैन। किन तछाड मछाड गर्छौ ए मानव, मृत्यु पश्चाताप तिम्रो कुनै खोजी हुँदैन। In the fast lane, we're alive. Our